साउन्ड सुन्न सक्नुहुनेछ। यो चाहिँ यो तपाईँहरूको चौधरी म्युजियम, कल्चर म्युजियम होइन। अनि चाहिँ यो चाहिँ म देखाउँछु तपाईँहरूले। त्यो चाहिँ के हो, देउरार। यो पनि देउरार। यो चाहिँ मेन कोठा। गइसकेपछि यो चाहिँ यस्तो यो घरको सिनारी है। टक्क लगाएर हाम्रो बाजे कहाँ गर्छ बाजे, यिनी चाहिँ के बनाउन गइरहेछन् है। त्यो आगि तापिरहेको यो चाहिँ सुसाइरहेछन् है, सुसाइरहेछन्। तिनीहरू चाहिँ मादल बजाउने मदरियाहरू भयो। त्यसपछि देखाउने छु ल, ठिक छ। यो चाहिँ टक्क लाएर हाम्रो ल। अब अहिलेको लागि चाहिँ यति नै हो। अब तपाईँहरूको अर्को म्युजियममा गएर अर्को भिडियोमा देखाउनेछु के कस्ता छन् भनेर होइन। अब हामी चाहिँ निस्किने द्वार। हाम्रो बाजे हुक्का खाइरहेछन् है। अब हुक्का, अब बिडी के चिलिम तानिरहेको छन्। हमार बुढ़ी आप का पीछे जाइटी, आप मकै पीछे जाइटी कि चाउर। अनि यो चाहिँ हाम्रो के हो भनेपछि कृष्ण जन्म अष्टमीको दिन हामीले कृष्ण भगवानलाई मानेर यो चित्र चाहिँ हाम्रो थारू संस्कृतिमा यसरी खोपेर चित्रहरू बनाएर हामी टक्क लाएर हामी सबैजना पूजा गर्छौँ यसमा। अनि चाहिँ यो चाहिँ घर, यो चाहिँ गाउँ घर हो। अनि पछि तपाईँहरूले देखाउन सक्नुहुन्छ हाम्रो चाहिँ बजै ढिक्री पार्दै होइन, ढिक्री पार्दै यी सक्कु ढिक्रीका परिकारहरू है, ढिक्रीका परिकारहरू बन्ने तयारीमा छ भनौँ। अरू त के भन्नु होइन। त्यसैले देखाउँछ हाम्रो चौधरीहरूको चालचलन रीतिरिवाज है। टक्क लाएर त्यो के गरिरहेछन् है। हेलो, यो चाहिँ हाम्रो चौधरीहरूको एकदम ग्रुपिङ डान्स। हाम्रो चाहिँ यो बर्का नाच भन्छन् है। यसको नाम चाहिँ के अरे केटा हो, का नाच, बर्का नाच। अनि टक्क लाएर यता चाहिँ सबै यो चाहिँ एकदम ग्रुपिङमा गरिने डान्स है। टक्क लाएर हाम्रो चौधरीको कल्चर यस्तो हुन्छ त है केटा। यो चाहिँ हाम्रो भ्यू पनि हेर्न सक्नुहुन्छ कस्तो हुन्छ चौधरीको गाउँ ठाउँ समाज भनेर सब देख्न सक्नुहुन्छ। टक्क लाएर बहुत धेरै किसिमका नाच परिकारहरू छन्। अनि यो चाहिँ राणाहरूले नाचिने नाच है। टक्क लाएर राणा थारू होरी नाच रे है। यो चाहिँ राणा थारू होरी नाच। अनि यो चाहिँ राणा थारूहरूको कैलाली कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने परम्परागत घर है। टक्क लाएर यस्तो हुन्छ। अनि पछि अब यो कुन नाच छ तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ चित बन्या थारू लट्ठी नाच रे है। यो चाहिँ स्टिक डान्स भनिन्छ है। हाम्रो बजै मादल बजेर छिन्। अनि टक्क लाएर कपाल भएर यहाँ चाहिँ हाम्रो चौधरीमा डान्स गरिरहेछन्। अनि हाम्रो बाजे चाहिँ टक्क लाएर साइडमा बसेर हुक्का तान्दै चिलिम तान्दै। यो चाहिँ नटुवा मर्दङ्ग नाच है। टक्क देख्नुहुन्छ कति दामी छ। टक्क लाएर यो चाहिँ हाम्रो बुढी। अनि यहाँ चाहिँ हाम्रो बोईहरू टक्क लाएर यो घोङ्गी बनाइरहेको छिन् है। घोङ्गी चौधरीको स्पेसल। त्यसै गरी तपाईँहरू देख्न सक्नुहुन्छ। यही हो त इच्छा छ र तपाईँहरू पनि आउनुहोस्, भिजिट गर्नुहोस्। अनि चौधरीहरूको के कल्चरहरू छन्, कस्तो छ भनेर सबै एक्सप्लोर गर्नुहोस्। अनि पछि तपाईँहरू पनि आउनुहोस्, मजा लिनुहोस् र रमाउनुहोस् है। हेलो, यो चाहिँ हाम्रो देउखुरीको थारू नाच है केटा। हाम्रो चौधरीको थारू नाच है। हाम्रो स्पेसल्ली यो दाङ देउखुरी घोराइभन्दा तल है। टक्क यो लेहेङ्गा लगाएर हाम्रो सबैजना ग्रुपिङ डान्स। अनि चाहिँ यहाँ चाहिँ मादल बजाउने बाजे। टक्क लेहेङ्गा कति राम्रो है देखेको।
हेर्दै आर्ट कल्चर है केटा देख्न सक्नुहुन्छ। यो हाम्रो बाजे चाहिँ खट्या बुनिरहेछन् धान रोप्दै। टक्क यो चाहिँ हाम्रो ढेकी कुट्ने भन्छ यसलाई चाहिँ। यसलाई चाहिँ चकिया पिस्नु हुन्छ न, त्यो जाँटो पिसे जस्तै अब मकै सकै के त्यो चाहिँ हाम्रो बर्खा सिजनमा धान रोप्दाखेरि हाम्रो बजै त्यो बिहार रखाउँदै यो चाहिँ डान्स है हाम्रो चौधरी डान्स। मान्छे टक्क लाएर यहाँ मैले भन्थेँ त अघि कृष्ण जन्म अष्टमीमा त्यसको दिन खोपेर बनाएर त्यो कृष्ण भगवानको सम्झनामा पूजा गरिने। यो चाहिँ पात पतिङ्गरहरू हुन् है, अरू त के भन्ने हो र नाम केही थाहा छैन। अनि यो चाहिँ के हो अब स्पेसल चौधरीहरूको यो कुरिल्लो भन्ने मान्छे एउटा तरुलको फल है, तरुलको फल। यो चाहिँ बेल है केटा, बेल भन्नु थाहा छ नि। यो चाहिँ अब दाउराहरू टक्क लाएर यो पनि दाउरा। यो चाहिँ हाम्रो यहाँको दङ्गी शरण स्पेसल है। यो चाहिँ दङ्गी शरणको हाम्रो राजा दङ्गी शरण यिनको नाम। अनि चाहिँ यो जुन यो म्युजियम बनेको छ यिनकै सम्झनामा बनाएको यो दङ्गी शरण है। हेर त कस्तो दामी चित्र है। यो चाहिँ हाम्रो ढेकी भन्छ होइन, त्यही बस्छ ढेकी। त्यहाँ चाहिँ हाल्ने हुन्छ चामल गाउँ छ त्यो चाहिँ देख्न सक्नुहुन्छ। यही हो दङ्गी शरण थारू म्युजियम। आउनुहोस् एक्सप्लोर गर्नुहोस् र चौधरी म्युजियमको थारू म्युजियमको मजा लिनुहोस्। आर्ट कल्चर होइन भित्तामा देख्न सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ स्पेसली गहनाहरू है। ए सरी यो देख्न सक्छौ तिमीहरू। यो चाहिँ बिहा हुँदाखेरि चाहिँ दुला दुलहीनको डोली हो है। भनिराख्नु परेन के लेखेको छ, पढ्नुहोस् र हेर्नुहोस् है। टक्क लाएर देउखुरी दाङका स्पेसल गुरुहरू है। ताल तल फुल फुलैया र यो घर घरैया है। त्यति हो, अरू त के देखाउने हो र। दिस इज द भ्यू। यो चाहिँ हाम्रो बर्खा सिजनमा गरिने खेती है। टक्क लगाएर पहिलाका जमानामा हामी जन्मे बेला पनि यसो गरिन्थ्यो होइन। तर आजभोलि के भने मोडर्न टेक्नोलोजीहरू आएर सबै रीतिरिवाज सबै हराउँदै गयो। यो चाहिँ बाजे बिहार बैठै बजै बिहारौँ खारटै टप। यी चाहिँ त्यो खेती धान लगाएर सकिसकेपछि टक्क लगाएर थकान लगाएर एकजना खाना ल्याइदिने मान्छे अनि यसरी बसेर खाइन्छ है। अनि यो चाहिँ धान दाउने धान काटिरहेको अवस्था। यसरी काट्छन् धान। अनि यो तिर्खा लागेको बेला अब जाँड खुवाइन्थ्यो त्यति बेला, त्यो जाँड हो। अनि यो चाहिँ अब मुसा हो मार्ने। यो चाहिँ लास्टै मेमोरी भएको है। पहिला म पनि सानो हुँदाखेरि यस्तो काम धेरै अब के भन्छन् यो धान दाउने भनिन्छ यसलाई। त्यो चाहिँ धानको थुप्रो, यहाँ धान बोकेको, यो पनि धान बोकेको।
अनि यो चाहिँ धान रोपेको। अनि यो चाहिँ आलीहरू यस्तो थियो है पहिलाको भ्यूहरू। इमेजिन, जस्ट इमेजिन। यो चाहिँ झरना है, झरना टक्क लगाएर यसरी कल्चरल ड्रेसमा फोटो खिचेर पनि सक्दैन है, त्यही हो। कृपया फुल नटिपिदिनु होला। यो चाहिँ कुलोमा यसरी माछा मार्थे पहिला, त्यही हो। त्यो चाहिँ हाम्रो झरना बग्ने।